मलाई बनाउन पनि भनेको। आँखा चिम्मा गरेर बस। नमस्ते, वेलकम बैक टू माई चैनल। आई होप हजुरहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि हजुरहरु मेरो भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने चाहिँ मेरो नाम चाहिँ सलोनी गुरुङ हो र आज चाहिँ मैले बर्थडे ब्लग लिएर आएको छु बहिनीको। अनि बहिनी चाहिँ अहिले स्कुल गएको छ अनि 4 बजे बल्ल फर्किन्छ, तर आउँदाखेरि 4:30 हुन्छ। अनि बहिनीलाई चाहिँ हामीले सरप्राइज दिने भनेको मम्मी म बाबा मिलेर सरप्राइज दिन लागेको छौं बहिनीलाई चाहिँ। अनि बहिनीलाई चाहिँ केही पनि भनेको छैनौं। बहिनीले चाहिँ यस्तो भनेको थियो, मलाई सरप्राइज दे है भनेको थियो बर्थडेमा, तर मैले किन दिने हो त तँलाई सरप्राइज भन्दै थियो यतिकै नाटक पारेर। अनि त्यसपछि अनि मेरो बर्थडेमा केक ल्याइदिए है के भन्थ्यो। अनि किन ल्याइदिने हो र, पैसा त छैन कसरी ल्याइदिने हो, पैसा भए पो ल्याइदिने त भने थिए। अनि त्यही के भनेर टार्दै थिए त्यसलाई। अब त्यसको रियाक्सन कस्तो आउँछ थाहा छैन, भिडियो इन्डसम्म हेरिदिनु होला बहिनीको रियाक्सन हेर्नको लागि चाहिँ। अनि अब चाहिँ म यहाँ डेकोरेसन गर्न लागेको छु। मैले चाहिँ हजुर रोक्नु है, मैले चाहिँ के भन्छ अरे यो रिबन लिएर आएको छु। रिबन भन्छ कि के भन्छ थाहा छैन है फेरि। अनि यसले चाहिँ बो बनाउँछु। अनि बो बनाएर अब यहाँ भित्तामा टास्छु। हजुरहरूलाई देखाउँछु मैले कसरी बो बनाउँछु भनेर। फर्स्ट टाइम हो फेरि बो बनाउन लागेको, अब कस्तो बन्छ नि थाहा छैन। अब चाहिँ मैले रिबन ल्याइसकेँ। अब बो बनाउनलाई अब पहिला सुरु फर्स्टमा यो रिबन काट्छु। मैले त्यही टिकटकमा हेरेको थिएँ हिजो, टिकटकमा अनि के अरे युट्युबमा हेरेको थिएँ हिजो। बनाउँछु हेर्नु। यस्तो के बनाइके होला भन्नुभयो होला, रोक्नै हुन्छ कि यो ल भयो। उयो भयो नि त। यसलाई तलबाट काट्दिन्छु, यसरी काट्दिन्छु है। यहाँ हेर्नु देख्न सक्नुहुन्छ हजुरहरूले। ल भयो। अब यही हो मलाई बनाउन पनि भनेको। मैले चाहिँ अब बनाइसकेँ, हेर्न सक्नुहुन्छ यति बनाएको छु। अब त्यहाँ पुग्छ कि पुग्दैन, पुगेन भने चाहिँ फेरि बनाउँछु। अब चाहिँ म डेकोरेसन त्यहाँ टाल्न जान लागेको, हेर्नु होला। चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ हामीले चाहिँ एकदम सिम्पल डेकोरेसन गरेको छौं, सानो थोरै। अनि हामीले चाहिँ केक अर्डर गरिसक्यौं। हिजो अर्डर गर्न गथ्यौं बाबा र म भएर। अनि आज चाहिँ अब 2-3 बजेतिर लिन जान्छ मलाई सायद। अनि बहिनीको गिफ्ट पनि हिजै किनिसक्यौं। अब ल्याउन त भएन नि त, फेरि बहिनीले देख्छ अनि त्यही भएर अनि त्यही पसलमै छोडेर आछौं। अनि केक लिन जाँदा अनि गिफ्ट पनि त्यहीबाट एकैचोटि लिएर आउँछौं। बहिनीको गिफ्ट के हो भनेर चाहिँ लास्टसम्म हेरिदिनु होला है भिडियो। अब एकछिनमा आउँछ, म चाहिँ हजुरहरूलाई त्यही पुगेपछि देखाउँछु। हामी चाहिँ अहिले केक पसलमा छौँ, एकछिन कुर्छौँ। अनि त्यसपछि चाहिँ म चाहिँ हजुरहरूलाई एकैचोटि घर गएरै केक देखाउँछु। यहाँहरू चाहिँ अहिले घर आइसक्यौँ र हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो केक चाहिँ यस्तो रहेको छ। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Saya. Happy birthday to you. ल कस्तो लाग्यो सरप्राइज? बाय बाय। मम्मी पनि छ ल मम्मी चाहिँ यहाँ हुनुहुन्छ।
कस्तो आँखामा हेर्न सक्नुहुन्छ हजुरहरूले। ल बर्थडे गर्ल चाहिँ यहाँ छ है त। अब चाहिँ हामी बर्थडे सेलिब्रेट गर्न लागेको छ। यहाँ चाहिँ हाम्रो मम्मी हुनुहुन्छ। अब चाहिँ गिफ्टको पालो छ। अब ल आँखा चिम्मा गरेर बस। ल अब चाहिँ बहिनीलाई गिफ्ट दिन जाँदैछु मैले। गिफ्ट चाहिँ यहाँ छ, यसरी लुकाएर राखेको छौँ, तर देख्यो होला। अब गिफ्ट यहाँ छ मम्मीको तर्फबाट है त। ल आउनु बाबा देखायो। ल कस्तो लाग्यो? खतरा लाग्यो मेरो म जत्रै। थ्याङ्क यू मम्मी, आई लाइक इट। के हो? ल फेरि आँखा चिम्मा गर। ल हेर जुत्ता के त है? अलि उता जानु त सायद गएर बस्नु बस्नु त्यही। ल कस्तो लाग्यो? बब्बाल। मैले चाहिँ यही जुत्ता किन्ने भनेको थिएँ। बाबा मम्मीको थ्याङ्क यू मम्मी। Thank you, mommy. Thank you, Baba. Welcome, welcome. Thank you for everything. Strong हुन सिकिसके म। बर्थडे गर्ल है, बर्थडे गर्ल। स्ट्रङ हुन सिकिसके। आँखा देखिरह है सम्राट। हेरिदेऊ त आँखा। बा पनि। हामीले चाहिँ गिफ्ट पनि दिइसक्यौँ, बहिनी खुसी पनि भइसक्यो। ल अब त्यहाँ बहिनी चाहिँ जुत्ता नाप्न गइरहेको छ। म हजुरहरूलाई देखाउँछु है बहिनी जुत्ता नाप्न लगाएको। अब चाहिँ म जुत्ता ट्राई गर्न जाँदैछु। ल यहाँ ठिक्क भयो बहिनीलाई चाहिँ। यो चाहिँ मलाई बाबाले हिजो किनिदिनु भएको र मैले लगाइसके पनि एकदम राम्रो छ यो पनि। यो र यो चाहिँ बाबाको। मैले चाहिँ अहिले दिदीको च्यानल टेक ओभर हानेको। त्यसपछि अब ओभरअलमा यो सब त्यो डेकोरेसन अनि गिफ्ट अनि यो मेरो सुज सब त्यो के अरे त्यो मलाई भन्न नि आएन। मलाई यस्तो अब एक्सप्रेस गर्न पनि आउँदैन, इमोसनहरू त्यही हो। अनि डेकोरेसन चाहिँ एकदम बबाल छ। थ्याङ्क यू मेरो दिदी। अनि त्यसपछि अनि ओभरअलमा के भन्नु भने सब अल एन्ड एभ्रिथिङ इज गुड। आई लभ इट। मलाई एकदम मन पर्यो। अनि मैले यस्तो एक्सपेक्ट त गरेको थिइनँ, तर हल्का हल्का चाहिँ कता चाहिँ सक लाग्थ्यो। त्यो चाहिँ रियलमा भन्नुपर्दा हल्का हल्का चाहिँ कतै सक लागिरहेको थियो। अनि त्यसपछि त्यही हो। अनि केक त झन् ओ माई गड बब्बाल छ। त्यो अब पिन्ट्रेस्टहरूमा देखेको हुन्छ नि त, त्यस्तै छ केक चाहिँ। सोचेको जस्तो त होइन, तर मैले चाहिँ यस्तो केक चाहिँ मैले अब बर्थडेमा चाहिँ के अरे काट्छु भनेको थिएँ। अनि त्यसपछि अनि दिदीलाई पनि मैले मेरो बर्थडे आउनलाई मलाई 12 बजी सरप्राइज दे भनेर मैले के भन्छु भन्नु पर्दैन, मैले भनेछु। अनि त्यसपछि मैले कति सरप्राइज दे भन्छ अनि घरि चाहिँ के भनेर मलाई कुराहरू टार्ने क्या। अनि त्यसपछि अनि घरि चाहिँ म तँलाई डोरेमन दिन्छु भन्ने, घरि चाहिँ के दिन्छु भन्ने भनेको थियो। अनि त्यसपछि अनि जहिले मैले अनि अरू बेला भन्दा चाहिँ मैले यो 15 बर्थडेमा चाहिँ मैले अलि धेरै के अरे फोर्स गरेको थिएँ कि बर्थडेमा मलाई सरप्राइज दे, मलाई 12 बजी सरप्राइज दे यस्तो भनेर चाहिँ भनेको थिएँ कि दिदीलाई। अनि त्यसपछि अनि स्कुलबाट आउँदा चाहिँ हेर्दा त वा सरप्राइज, म चाहिँ सरप्राइज भएँ। अब यस्तो एक्सप्रेस इमोसनहरू एक्सप्रेस गर्न आउँदैन। अब स्ट्रङ हुन सिकिसक्यो।
Welcome.